हेलो फ्रेन्ड्स, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ म यहाँनिर हाम्रो गाउँले बजारमा चाहिँ आइरहेको छु है। यहाँनिर आज पिकनिक पनि रहेछ। अस्ति जतिजना श्रमदानहरू गर्यो उहाँहरूको लागि चाहिँ पिकनिक अर्गनाइज गरेको रहेछ हाम्रो कला म्याडमज्यूले। अन्त सबैजना आएर उयो गरिरहेको छ। प्लस म्याराथन पनि थियो हो, म्याराथनको पनि यहाँनिर एक्स्ट्रा उयो रहेछ, हेर्दै गर्नुहोस् होला। पिकनिक हो आज। हेलो हेलो, खानाहरू यहाँनिर उयो हुँदो रहेछ है। सबै आज पिकनिक हो कि। हल्का हल्का बजारहरू पनि चलिरहेको छ यहाँनिर हो। हेलो ब्रो, सबैजना आज यहाँनिर इन्जोय गरिरहेको छु। पिकनिक हो। दिदी ठिकै हुनुहुन्छ? कस्तो चल्दैछ दोकान? राम्रै चल्दैछ? हजुर हजुर, फर्स्ट टाइम हो है। बिस्तारै हुन्छ होला नि। हुन्छ, थ्याङ्क यू। यतातिर सबै हो यो भइरहेको रहेछ। यतातिर पनि रहेछ। सबैजना आज पिकनिक हो नि त। ठिकै हुनुहुन्छ दिदी? कस्तो हुँदैछ? दामी हुँदैछ? हजुर, ब्लग बनाएको नि। हाम्रो यो गाउँले बजार लो सिच्छे रेसिताङको त्यहाँनिर पर्छ। ठिकै हुन्छ। हेलो मुन्ना म्याडम, कस्तो लाग्यो आज? कस्तो भयो? दामी। म त माथि झन् ग्राउन्डबाट आएको। त्यहाँ पनि दामी थियो, अब यहाँ पनि दामी हुन्छ। दामी हुन्छ है। आज त पिकनिक होइन हाम्रो? ठिकै छ। बस्नुपर्छ है साथी भएसम्म ल। ओके ओके, ब्लग बनाएको कि। ल ल ल, अरू पनि आउँदैछ नि। आउँदैछ। सुन्तला मेरोमा पनि अलिक थियो कि, 300-400 दाना जस्तो थियो होला है। कसरी सोध्नु पर्यो। बस्तीको अर्ग्यानिक रहेछ। कसरी हो बहिनी सागको बिटा? हजुर, यो डुक्कु 50 रुपियाँ हो। उयो सोप सबै 50 हो। र टमेटो चाहिँ 50 हो। यो सुन्तला चाहिँ कसको हो? 150 हजुर, लिङ्गी पाइएको हो 150। र अचारहरू चाहिँ तपाईँको दिदी? अचारहरू चाहिँ कसरी केजी हो? यो मटर हजुर 100 रुपियाँ। यो 80। यो चाहिँ 80 नै हो। सबै एउटै हो। भर्खर आउनुभएको होला हो। हुन्छ। दिदी भाउ कसरी दिनुहुँदैछ? कसरी दिनुहुँदैछ? होइन, यो मटर कसरी हो केजीको? 130। यो चुच्चे करेला सिमी यो उयो निङ्गुरे डुक्कु चाहिँ ठिकै रहेछ। हाम्रो गाउँले बजार चाहिँ यस्तो छ। यहाँनिर चाहिँ उयसको उयो रहेछ, ठोट्ने पनि रहेछ यहाँनिर। अरू आइटमहरू पनि रहेछ। भाउजू सुन्तला ल्याइदिन्छु ल अब। ल हवस्। कसरी बेच्नु हुँदैछ अहिले? फर्स्ट टाइम हो। ठिकै छ। अस्ति म लडेर ढाड उयो भएर नि कि, कस्तो साह्रो पऱ्यो नि। ल्याइदिन्छु नि फेरि। यो फुल चाहिँ कसको हो?
हामी त नाभि हेरेर यो बुङचिप्पा कसरी हो? 30 रुपैयाँ हो 30 रुपियाँ हो। यो गुन्द्रुकहरू? गुन्द्रुकहरू 50? सिन्की 30 रुपैयाँ हजुर। ठिकै छ योहरू चाहिँ 200 मा पुरा छ है यो मेरो पनि ल्याएको बारीबाट पुरा बिक्री हुन्छ है 3 मिटर ल्याएको पनि सक्छ हो कसरी बिक्री ठिकै हुनुहुन्छ? भर्खर आउनुभएको? ए आजदेखि स्टार्ट गर्नुभएको? ए हजुर हजुर राम्रै हुँदै होला है। हवस्। हाम्रो गाउँले बजार चाहिँ यस्तै छ, भर्खर सुरु भएको। यहाँनिर सबै सिस्टमहरू रहेछ, बुङचिप्पाहरू रहेछ। यो चाहिँ तपाईँ के हो होला? होइन यो नि बोतलको हनी हो, प्युर हो। ए यतिर चाहिँ रहेछ। हवस् त, कस्तो लाग्यो मेरो ब्लग है? केही कुरामा गल्ती भयो भने क्षमा गरिदिनुहोस्। थ्याङ्क यू। जग्गाबाट निकाल्दिनु उयोबाट खिच्दिनु नि हामी सबैजना निकाल्नु मेरो एउटा च्यानल सब्सक्राइब गरिदिनुहोस् न। के च्यानल छ होला चिचे बोइस छ युट्युबमा। चित्ते बोइस तपाईँ चित्तेको हो यो यो पनि गरिदिनुहोस् न। थुप्रै हालेको छु मैले कि। भरे हेर्छ अहिले आजकोमा हाल्यो आजको अहिले हाल्छु नि म, अहिले हाल्छु नि। हाल्नु नि त मेरो त फरेनर्सहरू पनि आउँछ नि, गार्डनहरू दामी छ कि। मेरो पनि छ त रजनी मोक्तान पर्छ ल रजनी मोक्तान छ हेर त